तपाईँहरूलाई पनि स्काई वकमा है कन्यामको स्काई वकमा र अहिले घडी चाहिँ हाम्रोमा के भयो भन्दाखेरि चाहिँ बेसी एक्साइटेड भएर चाहिँ बिहान चाहिँ पैसा पनि नबोकिकन आएछौँ। त्यो भएर चाहिँ यहाँ आउँदाखेरि त गोजीमा पैसै छैन रहेछ हो, हिँड्दै पनि गरौँ न। अन्तखेरि यस्तो भयो, धन्न एउटा अगाडि जाँदै गर्ने भाइले चाहिँ इन्डियाको क्युआर रहेछ र चाहिँ पेमेन्ट गरेर चाहिँ अन्त अहिले हामी जाँदैछौँ। कति रहेछ एकजनाको चाहिँ? एकजनाको चाहिँ पिङहरू पनि रहेछ नि त यहाँनिर नि, पिङ पनि गर्नुभयो भने चाहिँ इन्डियाको त 200 रुपियाँ गोटा रहेछ एकजनाको, तर पिङ पनि गर्नुभयो भने चाहिँ प्लस त्यसमा 100 रुपियाँ एड गर्दा 300 रुपियाँ। स्काईको मात्रै चाहिँ इन्डियन तपाईँको 200 र नेपाली चाहिँ 300 रुपियाँ रहेछ भन्दै यो क्यामेरा खिच्दै गर्ने मान्छे चाहिँ रोँदै बसेको हो, किनभने एकजनालाई पुग्ने पैसा मात्रै रहेछ नि त। बिहान आनिखेरि पैसा नउठे किन किन मात्रै भनिबस्छ नि त। मजा आउँदैछ हिँड्नु? किन मजा आउँथ्यो? यता हेरेर भन्दा त पर्ख त के अरे, मजा आउँदैछ हिँड्नु? किन मजा आउँछ हिँड्नु त? हिजो भेराइटीको मासुहरू खाएको त कस्तो भ्यू हेर त, आमा स्काई वक चाहिँ उसलाई चाहिँ ऐसिलीको हतार परेछ फेरि। ल कैसा लगा? कैसा लगा? बस मलाई हिँड्नु चाहिँ साथी हो सबभन्दा साह्रो लाग्छ। फेरि खुइकी काट्दै केचोटि काट्दै पुग्यो अब टेन्सन नगरौ, आइपुग्यो। तिमीलाई चाहिँ बिहान बिहान हिँडाउनै पर्ने हो यतिको चाहिँ है। ल यहाँ ब्रदरले चाहिँ हामीलाई हेल्प गरिदिनु भएर हामी चाहिँ आज आइपुग्छौँ। ल ढोक्नु पर्छ यसरी, किन होइन, किन यत्रो डाँडामा आइपुगेपछि ढोक्नु जरुरी? यत्रो बेस्ट फ्रेन्डहरू छ कि उनीहरूलाई त थाहा छ म चाहिँ लड्नुमा चाहिँ कतिको एक्सपर्ट छु। यहाँ पनि यत्रो डाँडामा चढ्यो भनेर ढोक्दैछ। टिकट त होइन, क्युआर गरिदिनु भयो बिचराहरूले, उहाँले सपोर्ट गरिदिनु भयो। आयो हेलो, त्यो माथि ग्लासमा नि हजुर हाम्रो बाल्टी छ, त्यहाँभित्र सुज कभर लाएर जाँदा पनि भयो, नभए जुत्ता खोलेर जाँदा पनि हुन्छ। ओके सुज कभरै लगाएर जाउँ। जुत्ता यताबाट चाहिँ नढोका, अब चाहिँ फलामको छ कि ढोक्यो भने चाहिँ रड्डी हुन्छ यहाँ चाहिँ। अहिले भने चाहिँ अब र नेपालको झन्डालाई पनि एकचोटि सलट गरिदेऊ र त। दिल से गुड। थाकेको भए मेरो बुढीले हाम्रो नेपालको झन्डालाई चाहिँ एकदम सम्मान गर्नु हुँदैछ। के अरे र त त्यस्तो दौडाउनु थोडी न, बाँकी पिक्चर बाँकी त्यो त कहाँ हल्लिन्छ हौ। यस्तोहरूको डर सर नि छ है। लु है तपाईँहरूले कमेन्टमा लेखिदिनु होला। चाहिँ अहिले जुत्ता लगायो हुँदैछ। लु जुत्ता लगाऊ। के अरे कस्तो डाँडामा के अरे फेरि भन्दा त यसलाई चाहिँ किन यस्तो यता फर्काउनु पर्दैन, त्यहाँ हेर त भिड। स्काई वक भने के भनेको अन्त? उसलाई त कताटी फर्काउनु अरे, कस्तो यताटी फर्काएको भनेर कम्प्लेन